स्वोत्पत्त्यादि हेतवे तापत्रय विनाशाय श्रीकृष्णाय वयं नुमः। वक्रतुण्ड महाकाय कोटिसूर्य समप्रभा निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। राधा कृष्ण समारंभा श्रीनिम्बारिकाचार्य मध्यमा अस्मदाचार्य पर्यन्ता वन्दे गुरु परम्परा। गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरा गुरुर्साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः। वंशे विभूषितकरान् नवनीरदाभा पीताम्बरा कृष्णात् परं किमपि त्वमहं न जाने। मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्द माधवम्। ध्येयं सदा परिभवग्नमभीष्टदोहम् तीर्थास्पदं शिवविधिं चिनुतं शरण्यम्। भृत्यार्तिहं प्रणतपाल भवाब्धिपोतम् मलकोमलङ्गम् सीतासमारोपितवान् पाणो महासायकचारुचापं नमामि रामं रघुवंशनाथम्। वन्दे देवोमापतिं सुरगुरुं वन्दे जगत्कारणं वन्दे पन्नगभूषणं मृगधरं वन्दे पशूनां पतिं वन्दे सूर्यशशाङ्कवह्निनयनं वन्दे मुकुन्द प्रियं वन्दे भक्तजनाश्रयं च वरदं वन्दे शिवं शङ्करम्। राधा मेरी स्वामिनी मैं राधे को दास जन्म जन्म मोहि दीजियो वृंदावन को वास। बरसाने की राधिका नंदग्राम के श्याम इन दोनों के चरणों में मेरा कोटि कोटि प्रणाम। बोले वृंदावन बिहारी लाल की, राधा सर्वेश्वर भगवान की, राधा रमण भगवान की, लक्ष्मी नारायण भगवान की, उमा महेश्वर भगवान की, श्यावर रामचंद्र भगवान की, गुप्तेश्वर भगवान की, कामाख्या मैया की,
ब्रह्मपुत्र बाबा की, असम जननी की, गौ माता की, भारत माता की, भागवत भगवान की जय जय श्री राधे। आउनुहोस् मन्त्र वाणीलाई पवित्र गर्नको लागि केही क्षण हामी सबै भगवानको नाम संकीर्तन गरौं। त्यसको पश्चात हामी भागवतको कथामा प्रवेश गर्नेछौं। आउनुहोस् भगवानको नाम सबैजना मिलेर प्रेमले प्रभुको नाम स्मरण गरौं। जय राधे राधे कृष्ण कृष्ण गोविंद गोविंद बोलो रे। जय राधे राधे कृष्ण कृष्ण गोविंद गोविंद बोलो रे। जय राधे राधे कृष्ण कृष्ण गोविंद गोविंद बोलो रे। जय राधे राधे कृष्ण कृष्ण गोविंद गोविंद बोलो रे। गोविंद 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 बोलो सदा ठाकुर जय राधे राधे। ताली बजाओ रे प्रेम ले। गोविंद गोविंद बोलो रे। गोविंद 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 बोलो सदा ठाकुर जय राधे राधे कृष्ण कृष्ण गोविंद गोविंद बोलो रे। जय राधे राधे कृष्ण कृष्ण गोविंद गोविंद बोलो रे। जय राधे राधे कृष्ण कृष्ण गोविंद गोविंद बोलो रे। जय राधे जय राधे जय राधे जय राधे जय कृष्ण
गोविंद भगवान की जय जय श्री राधे। परम मंगलमय परात्पर अखिलेश्वर अकारण करुणा वरुणालय भक्तवांछा कल्पतरु श्री तद्विदित विनिंदित पीतांबर धारी नंद नंदन यशोदा नंदन ब्रज नंदन भगवान श्री बालकृष्ण लाल को वांगमय प्रतिमूर्ति श्रीमद् भागवत महापुराण राधा कृष्ण भगवान को पावन युगल चरण में कोटि कोटि नमन कर दे। भूत भावन भोलेनाथ भगवान शंकर को पावन चरण में कोटि कोटि नमन कर दे। आदि शक्ति माँ भगवती जगत जननी माँ कामाख्या को पावन चरण में कोटि कोटि प्रणाम कर दे। ग्राम देवता स्थान देवता नगर देवता वास्तु देवता समस्त देवी देवता हरुलाई यथा योग्य प्रणाम कर दे। भक्ति को प्रदेश आसाम प्रदेश सोनितपुर जिला को अंतर्गत सिंगरी ग्राम को श्रीमान डालिम सातकोटा जी को गृह प्रांगण में श्रीमद् भागवत कथा सुन्नलाई उपस्थित हुनुभएका संपूर्ण भक्तवृन्दहरूलाई व्यासपीठ को तर्फबाट हार्दिक हार्दिक स्वागत। जय श्री राधे जय श्री कृष्ण। श्रीमान डालिम सातकोटा जी एवं वहाँ की धर्मपत्नी एवं सातकोटा परिवार को पावन सानिध्य में हम यहाँ एकत्रित भएर भागवत कथा रूपी ज्ञान गंगा में हम यहाँ डुबकी लाउँदैछौं र आज भागवत कथा को तृतीय दिवस को कथा में हामी प्रवेश गर्न जाँदैछौं। यहाँ विराजमान ब्राह्मण मण्डलीहरूलाई पनि व्यास मञ्चबाट धेरै धेरै स्वागत छ र हाम्रा संगीत वृन्दहरूलाई पनि स्वागत गर्दै हामी आज भागवत को कथा में प्रवेश गर्न जाँदैछौं। भनिएको छ सताम प्रसंग भगवान को कथा सत्संगले हाम्रो जीवनलाई कल्याण गर्दछ। कथा किन सुन्ने भगवान को भक्ति किन गर्ने भने सनातन धर्म में भनिएको छ कि जबसम्म व्यक्तिले भगवान को भक्ति गर्दैन भगवान को कथा सुन्दैन तबसम्म त्यो व्यक्ति आवागमन को छुटकारा त्यसले पाउँदैन अरे। त्यो व्यक्ति जन्म मरण को बन्धनलाई त्यसले तोड्न सक्दैन। कहिले कुकुर भएर जन्मिनु पर्छ, कहिले गधा भएर जन्मिनु पर्छ, कहिले चीटी भएर जन्मिनु पर्छ। जबसम्म त्यो व्यक्तिले भगवान को चिन्तन गर्दैन तबसम्म त्यो व्यक्ति 84 लाख योनिमा भड्किरहन्छ। तो कुकुर बन्ने को हामी नै हो, गधा बन्ने को हामी नै हो, बिल्ली उल्लू बन्दर बन्ने को हामी नै हो। हामी नै महाराज भगवानले यो त मौका दिनु भएको छ। जा तलाई मानव शरीर मैले दिएको छु, मानव शरीर पाएर तैले भगवान को चिंतन कर, परमात्मा को भजन कर। भक्त बड़ा चतुर हुन्छ अरे। भक्त कस्तो हुन्छ? बड़ा चतुर हुन्छ अरे। भक्तले भगवानलाई भन्छ अरे प्रभु तपाईले मलाई ड्रामा गर्न पठाउनु भयो, संसारमा म नाटक गर्न आए, मेरो नाटक चाहिँ तपाईलाई कस्तो लाग्यो? भगवान भन्नुहुन्छ वाह कति राम्रो नाटक गर्यौ, बड़ा सुंदर रील तिमीले गर्यौ, बहुत बढ़िया लाग्यो तिम्रो नाटक देखेर। तो भक्तले भन्छ प्रभु राम्रो लाग्यो नि? बोले हाँ, दुबारा तपाई यो संसारमा मलाई नपठाउनु किनभने मोक्ष दिनु राम्रो लाग्यो। अनि फेरि भक्तले सोच्छ अरे प्रभु मानव लीला मेरो कस्तो लाग्यो? बदमास त्यस्तो पनि गर्ने हो? तेरो लीला एकदम राम्रो लागेन मलाई। भन्छ प्रभु राम्रो लागेन नि? लागेन। भक्त भन्छ अरे प्रभु राम्रो लागेन भने फेरि नपठाउनु।
भक्त बड़ा चतुर हुन्छ अरे भन्नुभयो। भक्ति भक्त भगवंत गुरु चतुर नाम बपु एक, तिनके पदवंदन किए ना सत विघ्न अनेक। भक्त को लक्षण के हो? भक्त को लक्षण हो आचरण शुद्ध हुनुपर्छ, खानपान शुद्ध हुनुपर्छ, विचार शुद्ध हुनुपर्छ, व्यवहार शुद्ध हुनुपर्छ। व्यक्तिको सबैभन्दा ठुलो गहना के हो अरे भने आचरण। व्यक्ति संसारमा आचरणले पूजित हुन्छ अरे। त्यही भएर हामीले आफ्नो आचरणलाई सुधार्नु पर्दछ। सम्पूर्ण चराचर जीवमा भगवानको भगवत स्वरूप देख्दै हामीले कसैलाई पनि हिंसा गर्नु हुँदैन, कसैको पनि निन्दा गर्नु हुँदैन। चाहे सुख होस्, चाहे दुःख होस्, चाहे अमीर होस्, चाहे गरिब होस्, सबैमा समताको भाव जसले हेर्दछ त्यसलाई भक्त भनिन्छ। त्यो नै भागवत हो। वैष्णव जन तो वाको कहिए, जो पीर पराई जाने रे। अर्काको दुःखलाई जसले जान्दछ त्यो नै परम वैष्णव हो महाराज। आफूले खानु बादमा अर्कालाई खिलाउनु पहिले, आफूलाई लाभ बादमा होस् पहिले अर्कालाई लाभ होस्। यो भावना जसले चिन्तन गर्दछ, जसले समभावको रूप देख्दछ, एउटा सुखमा पनि दुःखमा पनि लाभालाभो केहीमा पनि जसले भगवत भावले हेर्दछ त्यो नै परम भागवत हो महाराज। प्रहलादजीलाई कति कष्ट भयो होला, ल हेर्नु त। विष पिलाएर मार्ने प्रयास गरौँ, हात्तीले कुचल्याएर मार्ने प्रयास गरौँ तो हिरण्यकश्यपले, हैन? सुन्नुहुन्छ नि? कति पनि कष्ट आए, कति दुःख आए, तर प्रहलादले भगवानको चरणलाई छोडेनन् नि। छोडे निष्ठा, श्रद्धा, विश्वास, समर्पण, भक्ति तीन चीजले बढ्दछ। पहिलो श्रद्धा। श्रद्धा हाम्रो कस्तो छ? श्रद्धा हुनुपर्छ। हाम्रो श्रद्धा यस्तो छ कि कसैले महाराज पत्थरलाई यसो सिन्दुर लगाएर राखो भने पनि हामी त्यसलाई भगवत स्वरूप देख्दछौँ। त्यो श्रद्धा। विश्वास, भगवानमा विश्वास हुनुपर्छ। एउटा बिरालोले जुन दाँतले महाराज मुसोलाई टोकेर खान्छ नि, बुझ्नुभयो? एउटा बिरालोले जुन दाँतले कडक्क गरेर मुसोलाई टिपेर खान्छ, त्यही दाँतले बिरालोले आफ्नो छोरालाई पक्रिन्छ, आफ्नो बच्चालाई पक्रिन्छ, टोकेको हुन्छ, तर त्यो छोरो डराउँदैन। डराउँछ? बिरालोले आफ्नो सन्तानलाई त्यही दाँतले टोकेर पार लाउँछ, यता र उता गर्छ। त्यही दाँतले उनले चुहालाई पनि पक्रिन्छ, तर त्यो सन्तान जुन बिरालोको सन्तान हो त्यसलाई विश्वास छ मेरी आमाले मलाई टोक्दिनन् महाराज। भन्नुभयो? उनलाई थाहा छ मलाई जहाँ लानमा मेरो भला छ, जहाँ लगेर मलाई मेरो आमाले कल्याण छ ती मलाई लान्छन् भन्ने त्यो बच्चालाई विश्वास हुन्छ। त्यस्तै प्रकारले भगवानमा पनि हाम्रो विश्वास हुनुपर्छ। विश्वास भएन भने संसार चल्दैन। छुरीवालाले, तपाई दाढी काट्न जानुहुन्छ नि, दाढी काट्दाखेरि महाराजको छुरीले गर्दनमा यताउता त छुरी चलाउँछ ब्लेड भएको, तर तपाईलाई विश्वास छ कि यसले गर्दन काट्दैन, दाढी मात्रै काट्छ भन्ने के छ? विश्वास छ, हैन? तपाई कहीं अनजान प्रदेशमा जानुहुन्छ, तपाई रिक्सावालालाई भन्नुहुन्छ भैया मलाई फलानो ठाउँमा जान छ, ओला बुकिङ गर्नुहुन्छ, विश्वास छ नि मनमा मलाई त्यही स्थानमा यसले पुर्याउँछ भन्ने। संसारमा यति विश्वास छ भने तपाईले भगवानमा पनि विश्वास गर्नुपर्छ। रक्षिष्यति इति विश्वासः
भगवानले हाम्रो रक्षा गर्नुहुन्छ भन्ने हामीमा विश्वास हुनुपर्छ। अनि भक्तिको तेस्रो सिडी हो समर्पण। समर्पण हुनुपर्छ महाराज। यो हामीले शरणागत हुने के हो? समर्पण। साष्टाङ्ग प्रणाम हामी गरिन्छ भगवानलाई, त्यो के हो? हे प्रभु, तपाईँ मेरो सबै हुनुहुन्छ, तपाईँ बाहेक म अरू कसैलाई पनि जान्दिन। हे प्रभु, मेरो लाभ छ भने पनि तपाईँकै हो, हानि छ भने पनि तपाईँकै हो, मलाई सुख परे पनि तपाईँकै हो, मलाई दुःख परे पनि तपाईँ नै हो, मेरो कष्टमा पनि तपाईँ नै हो। यो भाव जीवनमा आयो भने मात्रै कल्याण हुन्छ। भन्नु न प्रेमले राधे राधे। अलिक जोडले भन्नु पर्यो। तर हाम्रो आदत के छ महाराज? अलिकति सुख पर्यो भने भगवानलाई बिर्सिन्छौँ, अनि दुःखमा चाहिँ राम 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 राम। हेर्नु, त्यही भएर हरेक परिस्थितिमा, चाहे सुखमा होस् चाहे दुःखमा होस्, प्रत्येक क्षण क्षणमा हामीले भगवानको स्मरण गर्नुपर्दछ महाराज। सीताराम 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 कही, जाहे विधि राखे राम, काहे विधि रहिए। सीताराम 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 कहिए, जाहि विधि राखे राम, ताहि विधि रहिए। सीताराम 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 कहिए, जाहि विधि राखे राम, ताहि विधि रहिए। बंधी गृह के तुम्हारे तारी, कहीं जगत में कहीं बोले मुरारी। किसी के जाए किसी के कहाए, हे अद्भुत दरबार तिहारी, हे अद्भुत दरबार तिहारी। ठाकुर हमारे प्राणों के प्यारे, ठाकुर हमारे प्राणों के प्यारे। श्री कृष्ण हरे आशा एक राम जी से दूसरी आशा तोड़ दे। आशा एक राम जी से दूसरी आशा छोड़ दे। आशा एक राम जी से जो जाना था तोड़ दे। आशा एक राम जी से जो जाना था तोड़ दे। सीताराम 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 कहिए, जाहे विधि राखे राम, काहे विधि रहिए। सीताराम 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 कहिए, जाहि विधि राखे राम, ताहि विधि रहिए। जिंदगी की डोर सो
दीनानाथ के जिंदगी की डोर सो नाथ दीनानाथ के जिंदगी की डोर सो हाथ दीनानाथ के जिंदगी की डोर सो नाथ दीनानाथ और महलों में राखे चाहे झोपड़ी में वास ले। महलों में राखे चाहे झोपड़ी में धन्यवाद निर्विवाद राम राम करिए धन्यवाद निर्विवाद राम राम करिए जाने मेरा तेरा सीताराम 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 करिए तेरा तेरा करिए सीताराम सीताराम करिए राही विद्या के राम किया अभिमान तो फिर मान नहीं पाएगा 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 होगा वही जाने जो श्री राम की बोलाए हर आशा का श्री राम करिए तेरा तेरा राही विद्या के राम तेरा तेरा जिंदगी को हर परिस्थिति में सीताराम सीताराम भन्नुपर्छ हरि महाराज त्यही भएर फल आशा त्याग गरेर कर्म गर्नुपर्छ जे हुन्छ प्रभुले राम्रै गर्नुहुन्छ हेर्नुहोस् जे हुँदैछ त्यो पनि राम्रो हुँदैछ जे भयो त्यो पनि राम्रो भयो अनि जे हुन्छ त्यो पनि राम्रो हुन्छ हरि महाराज जब हामीले सबै कर्महरू भगवानलाई अर्पण गर्छौं नि त्यो राम्रै हुन्छ त्यही भएर कोही कोही हामी चिन्ता गर्छौं ओहो वृन्दावन दर्शन गर्न गएको अरे खुट्टो भाँचेछ ओहो कामाख्या मन्दिर गएको त महाराज हातै भाँचेर आयो मान्छेहरू भन्छन् मन्दिर गएर थियो अरे टाउको पो फोडेर आएछ तर शास्त्रले के भन्छ भने भगवानको नाम लिँदाखेरि कहिल्यै पनि दुःख पर्दैन महाराज हेर्नुहोस् त्यो दिन हुन सक्छ तपाईको ठुलो के अपकार हुन आँटेको थियो तर प्रभुको मन्दिर गएकाले तपाईको त्यो अपकार एक सानो एउटा रोगमा परिवर्तित भयो महाराज त्यही भएर हामीले सदैव भगवानलाई कहिल्यै छोड्नु हुँदैन भगवानको भक्ति सदैव गर्नु पर्दछ महाराज आज राजा परीक्षितलाई जब 7 दिनमा मर्ने श्राप लाग्यो राजा परीक्षितले सबै चीज छोडेर राज्यलाई पनि त्यागेर आज राजा परीक्षित गंगाजीको तटमा जानुभयो र त्यहाँ ऋषि मुनिहरू सबै आउनुभयो राजा परीक्षितले सबै ऋषि मुनिहरूलाई प्रणाम गरेर प्रश्न गर्न लागे कि जसको मृत्यु 7 दिनमा हुन्छ त्यो व्यक्तिले के गर्नु पर्दछ कसैले पनि उत्तर दिन सकेनन् महाराज कसैले भने योग गर
कसैले भने जप गर, कसैले भने ध्यान गर, कसैले भने परीक्षित तपस्या के गर्नु? यहाँ भनिएको छ यश्रोद्रव्यम अथोजप्यम यत्कर्तव्यम नृभि प्रभु स्मरणीयम भजनीयम वा ब्रूहि यद्वा विपर्ययम। मैले के गर्नुपर्ने? परीक्षितले सोध्न लागे, कसैको साहस भएन। त्यतिखेरै त्यहाँ साक्षात सुखदेव भगवान त्यहाँ परीक्षितको प्रश्नको उत्तर दिनको लागि सुखदेव भगवान साक्षात त्यहाँ प्रकट हुनुभयो। कि तत्रा भगवद् भगवान् व्यासपुत्रो यदृच्छया गामटमानो नपेक्षः अलक्षलिङ्गो निजलावतुष्टो भृतस्य बालैरवधूतवेषः। तत्र भगवद् भगवान् व्यासपुत्रः। यहाँ व्यासजीले सुखदेवजीलाई साक्षात भगवान शब्दले सम्बोधित गर्नुभयो। किनभने परीक्षितलाई जब ब्रह्मास्त्र लाग्यो तब भगवान स्वयं गर्भमा गएर परीक्षितलाई त्यो ब्रह्मास्त्रबाट भगवानले आफ्नो अस्त्रले रक्षा गर्नुभयो। आज वाणी रूपी अस्त्रको घाउ लागेको छ परीक्षितलाई। भगवान विचार गर्नुहुन्छ यहाँ बाणको कुनै आवश्यकता छैन, यहाँ वाणीको आवश्यकता छ। त्यही भएर वाणीद्वारा परीक्षितको श्रापलाई दूर गर्नको लागि, परीक्षितको भयलाई नाश गर्नको लागि आज भगवान स्वयं सुखदेवजीको रूपमा त्यहाँ प्रकट हुनुभयो। भन्नुहोस् सुखदेव भगवानको। आज राजा परीक्षितले अर्घ्य पाद्य दिएर सुखदेव भगवानलाई आसनमा राख्नुभयो र राजा परीक्षितले सुखदेव महामुनिलाई प्रश्न गर्नुभयो। सज्जन वृन्द, बडा सुन्दर प्रश्न छ। सुखदेव भगवानलाई राजा परीक्षितले प्रश्न गर्न लाग्नुभयो कि मर्ने वाला व्यक्तिले के गर्नुपर्छ? जसको मृत्यु 7 दिनमा निश्चित छ त्यो व्यक्तिले के गर्नुपर्दछ? मर्ने वाला व्यक्तिले के गर्नुपर्छ? अतः पृच्छामि संसिद्धिं योगिनां परमं गुरुं पुरुषस्य यत् कार्यं म्रियमाणस्य सर्वथा। म्रियमाण पुरुषले के गर्नुपर्छ? परीक्षितले आफ्नो लागि होइन, विश्वको कल्याणको लागि प्रश्न गरे। सबै मान्छे 7 दिनमा जन्मिन्छन्, 7 दिनमा मर्दछन्, 8वां दिन हुँदैन अरे। मान्छेले 7 दिनमा जन्मिनुपर्छ, 7 दिनमा मर्नुपर्छ। यो संसारमा कोही पनि अमर छैन। सोम, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, रवि 8वां दिन त हुँदैन। हुन्छ? 7 दिन हुन्छन्, 7वटा बार हुन्छन्। अब तिनी 7वटा दिनमै मान्छेले जन्मिनु पनि पर्छ, मर्नु पनि पर्छ। कोही बुधबार जन्मिन्छन्, कोही शुक्रबार जन्मिन्छन्, कोही बिहीबार जन्मिन्छन्। 8वां दिन त हुँदैन। त परीक्षितले हामी सबैको कल्याणको लागि नै प्रश्न गरेका। आज परीक्षितको प्रश्नलाई सुनेर सुखदेव भगवान गदगद हुनु भन्न लाग्नुभयो, हे राजन, वरीयाने सते प्रश्न कृतो लोकहितं नृप आत्मवित् सम्मत पुंसां श्रोतव्यादेषु या परः। हे परीक्षित, तिमीले यो हामी बढिया भनिन्छ नि, यो बढिया शब्द जुन हो यो संस्कृतको शब्द रहेछ बढिया। अपभ्रंश भएर बढिया भयो। बढियाने सते प्रश्न, तिम्रो प्रश्न बडा बढिया छ, सुन्दर छ। हेर्नु है, बढियान भने श्रेष्ठ। ते प्रश्न बढियान, तिम्रो प्रश्न बडा श्रेष्ठ छ। कृतो लोकहितं नृप, हे राजन, यो संसारलाई कल्याण गर्ने तिम्रो प्रश्न छ। आत्मवित् सम्मत, आत्मालाई जान्ने जुन ज्ञानीहरू छन् तिनको सम्मतको प्रश्न छ। पुंसाम,
आत्मविद सम्मतः पुंसाम श्रोतव्याधिषु यः परः। जसले यो तिम्रो प्रश्नलाई सुन्दछ त्यसको कल्याण हुन्छ महाराज, सुन्ने योग्य छ। सुखदेव भगवान भन्नुहुन्छ, राजन तिमीले केवल आफ्नो लागि होइन सम्पूर्ण विश्वको कल्याणको लागि तिमीले प्रश्न गरेका छौ। प्रश्न केवल जिउने र मर्ने मात्रै होइन। प्रश्न के हो अरे थाहा छ? प्रश्न यो हो, जहिलेसम्म हामी यो संसारमा छौं तहिलेसम्म हामीले के गरेर बसेका छौं महाराज। एकपल्ट विचार गर्नुहोस्, हाम्रो जीवन कसरी चल्दैछ। बिहान उठो, नुहाइधुवाइ गरौ होइन, नुहाइधुवाइ गरेर यसो टिको लगायो, मन्दिर गए जस्तो गयो, अनि दलिया बनेको छ भने दलिया खायो, नास्ता गरौ, अनि फेरि अफिस गयो, अफिसबाट आयो, भात रोटी खायो, दाल खायो, सब्जी खायो, अनि एकछिन टिभी हेरौ, अनि अर्काका यसो कुराहरू गरौ। यसमै महाराज हाम्रो जीवन बितेको छ। संसारको कामले हाम्रो जीवन बितेको छ। पर निन्दा, पर चर्चा, अर्काको चर्चा गर्नमा बडा प्रसन्नता लाग्छ। ओ त्यसकी छोरी नि, त्यसकी बुहारीले त सासूलाई पिटियो अरे। अर्काको निन्दा, अर्काको चुगली गर्न बडा जल्दी हुन्छ महाराज। अनि यसमै हाम्रो जीवन बितेको छ। त मान्छेको आयु कति वर्षको कलियुगमा? सतयुगमा मान्छेको आयु थियो 1,00,000 वर्ष। सतयुगमा मान्छे कति बाँच्थे? 1,00,000 वर्ष बाँच्थे। त्रेता आयो, एउटा शून्य घट्यो। त्रेता युगमा मान्छेको आयु थियो कति? 10,000 वर्ष। द्वापर आयो, एउटा शून्य अरु घट्यो। द्वापरमा मान्छेको आयु कति थियो? 1,000 वर्ष। सहस्र समयासु 1,000 वर्ष द्वापरमा आयु थियो। कलियुग आयो, कलियुगमा मान्छेको आयु अरु एउटा शून्य घट्यो। कलियुगमा मान्छेको आयु कति? 100 वर्ष। तर 100 वर्ष कोही बाँच्यो भने गिनिज बुकमा नाम लेख्छन्, अरे फलानु त 100 वर्ष बाँच्यो। अचेल त 60 वर्षमै महाराज चस्मा लाग्छ, कपाल पाक्छ होइन। त मान्छेको आयु कति? 100 वर्ष। अब 24, ध्यानले सुन्नु, बडा सुन्दर। 24 घण्टामा 12 घण्टाको रात हुन्छ कि हुँदैन? बेलुका 6 बजेदेखि बिहान 7 बजीसम्म त अँधेरै हुन्छ महाराज। ठन्डाको समय 6 बजीसम्म अँधेरो हुन्छ। अनि 12 घण्टाको रात्रि भयो। राति हामी सोच्छौं त डाइरेक्ट 100 वर्षमा माइनस गरिदिनु 50। कति बाँच्यो? 50। ल हेर्नु त, सुतेको पनि त हिसाब हुन्छ। अनि 50 वर्षमा के गर्ने भन्दा 25 वर्ष हाम्रो विद्यामा बित्यो। स्टुडेन्ट लाइफ 25 वर्षसम्म एमए बिए गर्दा 25 वर्ष पुग्छ पढाइ होइन भन्नु त। पढाइमा हाम्रो बित्यो कति? 25 वर्ष। बाँच्यो कति? 25। शून्यबाट शून्य हुन्छ। हेर्नु है अहिले। अब 25 वर्षमा मान्छेको बिए हुन्छ। अनि बिहे भइसकेपछि बुढीले भन्छ उठ, उठ्नु पर्यो। बुढीले भन्छ बस, बस्नु पर्यो। अब बाबुआमा प्यारा हुँदैनन् अरे। को प्यारो? ससुराल बडा प्यारा हुन्छ अरे महाराज। ससुराल सुखी सार पर्दिन 2 4। ससुरालीमा बडा सुख छ अरे, तर कति भन्दा 2-4 दिन बसो भने मात्रै सुख। ससुरालीमा गएर धेरै बस्नु भयो भने के भन्नुहुन्छ अरे सासु आमाले? थाहा छ? ए ज्वाइँ, यो झोला लिनु न, सिंगरीमा गएर सब्जी लिएर आउनु। घर ज्वाइँ भन्दा बडा हाम्रो उहाँ भन्छन् दूरका ज्वाइँ भगवान समान। दूरका ज्वाइँ कैसा? भगवान समान। और पास का ज्वाइँ कैसा? बोले गधा समान, जब चाया तब ढोया। भन्नुभयो। त्यही भएर शास्त्रले भन्दछ, हेर्नुहोस्
ससुरालमा बडा सुख छ अरे, तर 2-4 दिन मात्रै सुख छ अरे। अनि भनिएको छ तपाईहरुले त नवग्रह जान्नु भएको छ हैन? नवग्रह छन्, सूर्य शनि नवग्रह छन्, तर भागवतले भन्छ भैया नवग्रह होइन 10 वटा ग्रह। एउटा ग्रह चाहिँ कुन अरे भने ज्वाइँ। ज्वाइँ चाहिँ 10औं ग्रह मारे। कसैको बिहे भएको छ घरमा ससुरालीमा, त्यहाँ फुपाजीको दायित्व के हो थाहा छ? दाल दे त चेक गरौँ, है नमक त धेरै हाल्यो, फुपाजीको हेर्नु है, माने त्यहाँ खडा भएर ड्युटी गर्ने, त्यो आनन्द छ हैन? बोलो राधे राधे। अलिक जोडले भन्नु त भन्नको मतलब यसमै हाम्रो जीवन बित्यो महाराज। निद्रयार्यते नक्तं व्यवायेन च भावय दिवाचार्थे हया राजन कुटुम्ब भरणेन वा। मैले भनेको होइन नि, भागवतले भन्दैछ निद्रयार्यते नक्तं, राति हाम्रो सुत्नमै बित्यो अरे। अनि व्यवायेन च भावय, विवाहमा बित्यो। दिवाचार्थे हया राजन, दिन धन कमाउनमा बित्यो, अर्थ कमाउनमा हाम्रो दिन बित्यो। अनि महाराज हामीले भजन कहिले गर्ने? अब मान्छेको पहिले ब्रह्माजीले मान्छेलाई 20 वर्षको आयु दिनुभएको थियो अरे। कति वर्ष? 20 वर्षको आयु मान्छेलाई ब्रह्माले दिनुभयो। मान्छे बडा अप्रसन्न, मान्छेलाई बडा दुःख लाग्यो। मान्छे गएर ब्रह्माजीलाई भन्यो, ब्रह्माजी तपाईले मलाई 20 वर्षको आयु दिनुभएको छ, म कहिले बिहे गर्नु, कहिले सन्तान उत्पत्ति गर्नु, कहिले नोकरी गर्नु, कहिले घर बनाउनु? यो 20 वर्ष त मलाई कम्ती भयो, मलाई अझै आयु दिनु न। ब्रह्माजीले भन्नुभयो, फर्की फर्की, जुन जीवले तँलाई आयु दिन्छ म त्यही आयु तँलाई प्रदान गर्छु। सुन्नु, मान्छेलाई पशुको आयु प्राप्त छ महाराज। 20 वर्ष, यहाँ बैठ जानु, बस्नु। 20 वर्षसम्म मान्छे निश्चिन्त हुन्छ। 20 वर्षपछि पशुको आयु लिएको छ महाराज। कसको कसको आयु लियो त जान्नुहुन्छ? पहिलो आयु लियो साँडको, गोरुको। पहिलो आयु कसको? गोरुको लिएको छ, बैल। दोस्रो आयु लियो बन्दर, तीसरो आयु कुत्ता, अनि चौथो आयु लिएको छ उल्लु। उल्लु यी 4वटा जीवबाट मान्छेले आयु लिइरहेछ महाराज, प्रमाणको सहित। 20 वर्षसम्म व्यक्तिलाई केही टेन्सन हुँदैन। 20 वर्षको बादमा विवाह हुन्छ। अब विवाह भइसकेपछि घरको दायित्व हुन्छ। छोरा छोरीलाई पढाउनु पर्यो, लेखाउनु पर्यो, घर परिवार पाल्नु पर्यो। अनि उसले के गर्छ? जसरी बैलले मेड लाउँछ नि, कति काम गर्छ बैलले। घोडा गाडी तान्छ, गोरु गाडी तान्छ, धान तान्छ, धान कुटाउँछ। पहिले त धान पनि उ गर्थ्यो, माड्दथ्यो। त बैलको जसरी नै मान्छेले काम गर्दछ महाराज, खटन गर्छ, खट्नुपर्छ। अब किनभने बैलको आयु लिएको छ। बैलको जसरी कहिले दिल्ली धाउँछ, कहिले मुम्बई जान्छ, कहिले दुबई जान्छ, कहिले अमेरिका। किनभने घर पाल्नु पर्यो, पैसा कमाउनु पर्यो। अनि आयु लिएको छ, छोरा छोरी हुन्छन्। अब सेकेन्ड नम्बर आयु लिएको छ बाँदरको। अब नाति पोता भयो। अब नातिले भन्छ, हजुरबा घोडा चढ्नु पर्यो। अब त्यो घोडाले चल घोडा चल। जसरी बाँदरले आफ्नो सन्तानलाई गोदीमा लिएर घुम्छ, त्यस्तै महाराज बाँदरको आयु लिएको छ, छोरा नाति हुन्छन्। अनि त्यो त्यसरी नै त्यसको जीवन यसरी नै बित्छ हैन? अनि आयु कसको लिएको छ भने अब आयु लिएको छ कुकुरको। अब त कमाउन पनि सक्दैन, घुम्न पनि सक्दैन। अब 60 वर्ष बादमा कान पनि सुन्दैन, बुढो भयो। अब कुकुरले जसरी भुक 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 गर्छ,
त्यसैले नै अब त खान पनि दिँदैनन्, टाइममा नुहाउन पनि दिँदैनन्, तातो पानी पनि तताउँदैनन्, यो कपडा पनि धोइदिँदैनन्, भुकेको भुकै गर्छ महाराज घरमा है। तिमीहरू मात्रै तीर्थ जाने, मलाई चाहिँ लैजान्दैनन्, छोराबारी मात्रै घुमिराख्छन् झुलझुल घुम्ने। अब कुकुर जसरी भुक्छ त्यसरी नै घरमा भुकेको भुकै महाराज, किनभने आयु कुकुरको लिएको छ। अब भुक्न पनि बन्द, भुक्न पनि सक्दैन। अब के गर्छ भने 80 वर्षको बादमा त महाराज न त हिँड्न सक्छ न डुल्न सक्छ। अब त उल्लुको आयु लिएको छ, उल्लु जसरी नै टुकुर 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 हेरिरहेको छ महाराज। बुझ्नुभयो? त्यही भएर आया है सो जाएगा राजा रंग को फकीर, कोई सिंहासन चढ़ चला, कोई बंधा जंजीर। मृत्युको चावडा घन्टी बज्छ अरे महाराज। कतिवटा घन्टी बज्दछ भन्नु न? चावडा घन्टी बज्छ अरे। अब हेर्नुमै के बज्दो रहेछ। धोका हुन्छ नि महाराज, त्यो घन्टी बजेर हामी सुध्रिनौँ भने हामीलाई धोका मिल्छ। पहिलो घन्टी के बज्यो? पहिलो घन्टी बज्यो महाराज, कपाल जति सबै सेता भए। मृत्युले भन्छन् तिमीले खूब लामो लामो कपाल कोर्यौ, लामो लामो कपालमा तेल लगायौ, केश किङ लगायौ, हेयर एन्ड केयर तेल लगायौ, अब त कपाल पनि फुल्यो। अब त भगवानको भजन गर, भगवानको स्मरण गर। तर मान्छे मान्दैन। के गर्छ? दोकानमा गएर कलरमेट हेयर कलरको प्याकेट लिएर आउँछ, अनि त्यो फुलेको कपालमा चाहिँ कलरमेट हेयर कलर लाउँछ, तर भजन गर्दैन। मृत्युले भन्छन् जति नै तैँले कपाल सेतो बनाए पनि, कपाल कालो बनाए पनि, रातो बनाए पनि, म तँलाई पिछा छोड्नेवाला छुइन। मृत्युको दोस्रो घन्टी बज्यो। दोस्रो घन्टी के बज्यो भने आँखा अन्धा भए। मृत्युले भन्छन् कहिले भगवानको दर्शन गरिनौ, कहिले भगवानको मन्दिरमा गएर प्रणाम गरिनौ, कहिले वेद रामायण गीता महाभारत कहिले पढिनौ। अब त आँखा पनि अन्धा भए। अब त कमसेकम भगवानको भजन गर। तर हामी के गर्छौँ? विराटनगरमा जान्छौँ अनि लेन्सवाला चस्मा लगाएर आउँछौँ, तर भजन गर्दिनु। हुन दे अन्धो, चस्मा छँदैछ के गर्नु? मृत्यु भन्छन् जस्तै चस्मा लगाए पनि म पिछा छोड्नेवाला छुइन। तीसरो घन्टी बज्छ महाराज। तीसरो घन्टी के बज्यो? यी 32 दाँत सबै गयो महाराज। भन्छ नि म बुढापामा त गन्ना चबाई चबाई खान्थे, म जवानीमा त महाराज चना मटर सबै चबाएर खान्थे, अब के गर्ने? थुत्ले बुढो भइयो। वेदान्ती भन्छ, विगतादन्त वेदान्ती। दाँत पनि झरे। मृत्युले भन्छन् महाराज जति नै कलगेट घसे पनि, जति नै क्लोजअप लगाए पनि, जति नै हर्बल पतञ्जलीको लगाए पनि यो दाँतले अब साथ दिँदैन। अब के गर्ने? हामी त महाराज मृत्यु भन्छन् भजन गर, बरु दलिया, तर भजन नगर्ने। के गर्छौँ? डॉक्टर कहाँ जानु? डॉक्टर साहब थोड़ा दाँत फिटिङ कर दीजिए। अब अति हुन्छ नि प्लास्टिक का, यसो गरो। एकजना बुढा मान्छे हुनुहुन्थ्यो, बोल्न थाल्नुभएको दाँतै गिरेछ। ल हेर्नु त। तर भजन नगर्ने महाराज 32 दाँत लगाउँछन्, तर भजन गर्दैन। प्रेमले भन्नु राधे राधे। अनि चौथो घन्टी के बज्यो भने, चौथो घन्टी बज्यो महाराज कान सुन्न बहिरो भयो। मृत्युले भन्छन् कहिले भगवानको कथा सुनिनौ, भजन कीर्तन सुनिनौ, कानले कथा सुनिनौ, खाली अर्काको निन्दा मात्रै सुन्ने, अर्काको बुराई मात्रै सुन्ने। बडा कान ठाडा हुन्छ नि, कसैको निन्दा हुँदैछ भने, कसैको कुरा हुँदैछ कसले के भनौँ, खाली अर्काका कुरा मात्रै पुर्याउटे। अरे तिमीले कहिले भगवानको कथा सुनिनौ, अब कान पनि बहिरा भए। अब त भगवानको भजन गर। तर हामी के गर्छौँ? बहिरो हुन दे,
डॉक्टर का गुवाहाटी में जान्छु, डॉक्टर साहब थोड़ा कान में समस्या है, अब डॉक्टरले मसिन दिन्छ, कानमा लगाए टन्न सुनिन्छ, तर भजन नगर नहीं। त्यही भएर महाराज चौथो घन्टी बजेपछि फेरि घन्टी बज्दैन अरे, त्यसको बादमा त के हुन्छ, आयो टप्प टिपो लाग्यो मिति पुगो तारेर टर्दैन त्यो। त्यही भएर महाराज इन्द्रै बिन्ती गरी, इन्द्रले चरणमा बिन्ती गरे पनि त्यो झुक्दैन महाराज। त्यही भएर धोका हुन्छ अरे। त्यही भएर जहिलेसम्म हिँड्दै हुनुहुन्छ, गाउँदै हुनुहुन्छ, नाच्दै हुनुहुन्छ, त्यतिखेर सावधान हुनु। यो मनुष्य जीवन बार बार प्राप्त हुँदैन। यो मानव जीवन भगवानको स्मरणको लागि मिलेको हो, खान पिउनको लागि मिलेको होइन। सज्जन वृन्दहरू, धोका होला, धोका होला, धोका होला हे जिन्दगीको अन्तिम क्षणमा धोका होला हे। हरि बोल। ताली बजाउँदै धोका होला, धोका होला, धोका होला हे धोका होला, धोका होला, धोका होला हे जिन्दगीको अन्तिम क्षणमा धोका होला हे जिन्दगीको अन्तिम क्षणमा धोका होला हे। हरि बोला, हरि बोला, माया जानी, हरि बोला, हरि बोला, जो माया जानी। कोई दिन कोई वाणी को, कोई दिन कोई वाणी घर का रागो पानी। ताली को सेवा सुन हाथ हो। जय हो। सुने गाना बहिरा हुन्छन्, देख्ने आँखा अन्धा हुन्छन्। सुने गाना बहिरा हुन्छन्, देख्ने आँखा अन्धा हुन्छन्। मिलेका तिरका कपटी सबैले नै मिलाउँछन्। मिलेका तिरका कपटी सबैले नै मिलाउँछन्। यति बेला जीवनमा धोका होला हे यति बेला जीवनमा धोका होला हे जिन्दगीको अन्तिम क्षणमा धोका होला हे जिन्दगीको अन्तिम क्षणमा धोका होला हे। पछि चोटीबाट पिताजीहरू चाहिँ गरेको तारीको सेवा गर्नु।
मेरा जीवनमा धोखा होला रे जिंदगी को अंतिम क्षणमा धोखा होला रे जिंदगी को अंतिम क्षणमा धोखा होला रे सच्चिदानंद भगवान के न तसा का संकल सतमा न तथा नर दौलत हतमा न तसा का संकल सतमा न तथा नर दौलत हतमा हिरुदा नामक कथमा जगले गई मासन खतमा हिरुदा नामक कथमा मेरा जीवनमा धोखा होला मेरा जीवनमा धोखा होला जिंदगी को अंतिम क्षणमा धोखा होला जिंदगी को अंतिम क्षणमा धोखा होला हरि बोला माया जानी हरि बोला माया जानी दिन को जिंदगानी निकाला को पानी दिन को जिंदगानी निकाला को पानी दिन को जिंदगानी निकाला को बोधि श्याम सुंदर भगवान की तस्माद् भारत सर्वात्मा भगवान् ईश्वरो हरि श्रोतव्यः कीर्तितव्यश्च स्मर्तव्यः चेच्छतामयम्। शुभदेव भगवान भन्नुहुन्छ, हे परीक्षित, तस्मात् भारत सर्वात्मा भगवान ईश्वरो हरि श्रोतव्य कीर्तितव्यस्य स्मर्तव्यश्चेच्छतामयम्। हे परीक्षित, यदि तिमी मृत्युलाई सुधार्न चाहन्छौ भने तिमीले जन्म अन्तकाले परपुंसाम अन्ते नारायण स्मृति। मनुष्य को परम धर्म हो भगवान नारायण को स्मरण। मर्ने बेलामा भगवानलाई सम्झेर मर्नु अरे अनि मात्रै हाम्रो कल्याण हुन्छ अरे। कि श्वास श्वास पर कृष्ण भजो वृथा श्वास जन खोई न जाने यह श्वास के आवन हो न हो। प्रत्येक श्वासमा सुमिरण भगवान को गर्नुपर्छ अरे। 24 घण्टामा हामीले कति श्वास लिन्छौं, त्यो श्वास श्वासमा प्रभुको स्मरण गर्नुपर्दछ। यो श्वास दुबारा फर्केर आउँदैन। जुन समय बित्यो त्यो समय फेरि रिटर्न आउँदैन। त्यही भएर व्यर्थमा हामीले श्वासलाई गमाउनु हुँदैन। श्वास श्वासमा जति श्वास लिनुहुन्छ नि, कृष्ण 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 कृष्ण,
जपिराख्नुपर्छ अरे। कृष्ण 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 राम 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 राम। तपाईलाई जुन नाम प्यारो लाग्छ, चाहे राम नाम जप्नु, चाहे कृष्ण नाम जप्नु, चाहे नारायण भन्नु, चाहे शिव भन्नु, चाहे जे पनि तपाईलाई राम्रो लाग्छ नाम, ईश्वरको नाम, त्यो नाममा प्रेम हुनुपर्छ। अनि मनलाई एकाग्र गर्नुपर्छ, हैन? तपाईलाई यहाँ गुवाहाटी जानको लागि 4 घण्टा लाग्छ, तर मनलाई लाग्छ? लाग्दैन। मन त 1 मिनेटमा 1 सेकेन्डमा पुग्दछ। संसारमा सबैभन्दा तेज गतिले चल्ने भनेको नै मन हो। भगवानले भन्नुभएको छ गीतामा, अर्जुनले भन्छन् चञ्चलं हि मनः कृष्ण प्रमाथि बलवदृढम् तस्यां निग्रहं मन्ये वायुरिव सुदुष्करम्। अर्जुन भन्छन् प्रभु यो मन चञ्चल छ। मलाई भन्छ होइन आज त पानीपुरी खाउँ होला। मलाई भन्छ पानीपुरी होइन, आज चाउमिन खानु पर्यो। फेरि भन्छ होइन होइन, मनले चाउमिन होइन, आज दही बल्ला खाने, दही बल्ला पिल्ला खाने, ढेका चुलीमा गएर झालमुडी खाने। मन कति चञ्चल छ मन। यो मनलाई कसरी कन्ट्रोल गर्ने? तपाईलाई दिल्ली जानमा यहाँबाट 24 घण्टा लाग्छ, तर मनले 1 सेकेन्डमा तपाईँ दिल्ली पुग्नुहुन्छ। तपाईँ कथामा बस्नु भएको छ, तर मन तपाईँको कथामा छैन। मन कहाँ छ? यताउता मन डुलिरहेको छ। मैले भनिन, मन जहाँ तपाईको पवित्र छ, मन भगवानमा लाग्यो भने मात्रै तपाईको कल्याण हुन्छ। एकजना साधु महात्मा मन्दिरमा भजन गर्दै थिए, मन्दिरमा भगवानको भजन गर्दै थिए। अब आसन लगाएर भगवानको ध्यान गर्दै थिए। त्यो गाउँमा एउटी पत्नीको पति बहुत वर्षको बादमा आफ्नो घरमा आउँदै रहेछन्। अब फोन गरे, श्रीमती म आउँदैछु, तिमी मलाई भेट्न आऊ। आज त्यो प्रेमिका जब उसले गम पाई मेरो प्रेमी आउँदैछ, यति प्रेममा दिवानी भइन् कि आफ्नो प्रेमीसँग मिल्न दौडी 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 गइन्। उनलाई कुनै होश भएन। हेर्नु है, तिनलाई कुनै होश भएन। अब त्यो मन्दिरको बाटोबाट जाँदै थिएन, ती महात्मा भगवानको भजन गर्दै थिए। अब त्यो महात्माको आसनमा ती प्रेमिकाको चाहिँ खुट्टो लागेछ। बुझ्नुभयो? ती सन्तको आसनमा, जुन आसनमा बसेर उनले ध्यान गर्दै थिए, त्यो आसनमा चाहिँ ती प्रेमी कुद्दै थिइन् नि, तिनको खुट्टोले लागेछ। महात्माले भन्छन् अच्छा म भगवानको भजन गर्दै थिएँ, तैँले लात्तीले हानेर गइस् मेरो आसनमा, पर्खी तँलाई आउन दे। अब ऊ प्रेमीसँग मिलेर प्रेमी प्रेमिका दुईजनै एकदम बहुत वर्षको बादमा भेट भयो। आँसु गिराउँदै आउँदै थिए। अब आउँदा आउँदै ती महात्माले टोके, है म यहाँ भगवानको ध्यान गर्दै थिएँ, तैँले मलाई अपवित्र गर्दिस्। तेरो खुट्टाले मेरो आसनमा लाग्यो, पानी नै घोप्टियो, पञ्चपात्रको जल पोखियो। अब त ती प्रेमिकाले मुस्कुराउँदै भनिन्छन् महात्मा मलाई क्षमा गरिदिनुहोस्, किनभने मेरो मन, मेरो ध्यान, मेरो कर्म, मेरो वचन सबै मेरो पतिमा थियो। किनभने मेरो पति धेरै वर्षको बादमा आउनु भइरहेको थियो। उहाँको मिलनको तडपनले बीचमा के प्राप्त भयो, कहाँ चरण लाग्यो, कहाँ मेरा पाउ लागे, मलाई केही पनि होश भएन। हे महात्मा मलाई क्षमा गरिदिनु, किनभने मेरो मन त मेरो श्रीमानमा थियो नि। तर गुरुजी क्षमा गर्नु होला, तपाईको मन भगवानमा रहेन रहेछ। बुझ्नु? गुरुजी भने किन? यदि तपाईको मन परमात्मामा थियो भने मेरो खुट्टाले चाहिँ तपाईको पानी घोप्ट्यो भनेर, तपाईको आसनमा मेरो खुट्टा लाग्यो भनेर तपाईले गम पाउनु हुने थिएन। यो आँखा चिम्लिने त तपाईको केवल नाटक मात्रै लाग्छ। हामी पनि आँखा चिम्लिन्छौँ नि, आँखा चिम्लेर के गर्छौँ? ओम जय जगदीश। त्यसलाई चाहिँ कसरी लुट्न पाउने? हेर्नु त,
स्वामी जय जगदीश। ए छोरी त्यो मोटर चल्दैछ बन्द गर। भक्त जनों के संकट। ओहो गाई त धुने बिर्सछ। कमाला चलो गाई धुन जाऊ। दयामु त हाम्रो मन यस्तो छ। अनि हामीले कसरी भगवानलाई प्राप्त गर्ने? तपाईलाई थाहा छ हामी जुन ओम जय शिव ओमकार भजन गाउँछौं नि त्यो आरती केवल भगवान शिवको मात्रै आरती होइन। जान्नुहुन्छ हामीले आजसम्म गायौं शिवजीको आरती ओम जय शिव ओमकार हर शिव ओमकार ब्रह्मा विष्णु सदाशिव हरदङ्गी धारा ओम हर 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 महादेव। केवल त्यो शिवजीको आरती होइन अरे त्यो त तिनै देवताको आरती हो। प्रमाण सहित हेर सुन्नुहोस्। एकानन चतुरानन पंचानन राजे। एकानन विष्णु भगवान, चतुरानन ब्रह्मा जी, पंचानन को हुनुभयो? शिवजी। ल हेर्नु त हामी शिवजीको आरती भन्दै गाउँदै थियौं तर ती त आरती त तीनवटै देवताको आरती रहेछ। एकानन चतुरानन पंचानन राजे हंसासन गरुडासन वृषभान साजे ओम हर 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 महादेव। हंसासन ब्रह्मा जी, गरुडासन विष्णु भगवान, वृषभासन महेश्वर भगवान शिवजी हैन। श्वेतांबर पीतांबर बाघंबर अंगे। श्वेतांबर ब्रह्मा जी, पीतांबर विष्णु भगवान, बाघंबर शिवजी। त एउटै शिवजीको आरती हो कि तीनवटै देवताको आरती? सनकादिक ब्रह्मादिक भूतादिक संगे ओम हर 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 महादेव। दो भुज चार चतुर्भुज दस भुज अति सोहे। दो भुज ब्रह्मा जी, चार भुज विष्णु जी, दस भुज शिवजी महाराज। दो भुज चार चतुर्भुज दस भुज अति सोहे तीनों रूप निरखता त्रिभुवन जन मोहे ओम हर 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 महादेव। अक्षमाला वनमाला मुंडमाला धारे। अक्षमाला ब्रह्मा जी, वनमाला विष्णु भगवान, मुंडमाला शिवजी। चंदन मृग मद चंदा भोले शशिकारे ओम हर 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 महादेव। बंधुवा करमध्ये सुकमंडलु चक्र त्रिशूल धरता। कमंडलु ब्रह्मा जी, चक्र विष्णु जी, त्रिशूल धरता शिवजी। करमध्ये सुकमंडलु चक्र त्रिशूल धरता जग करता जग हरता जग पालन करता ओम हर हर। जग करता ब्रह्मा जी, जग हरता शिवजी, जग पालन करता ब्रह्मा विष्णु सदाशिव जानत अविवेका। ब्रह्मा विष्णु र शिवमा जो अविवेकी छ त्यसले मात्रै भेद गर्दछ अरे। ब्रह्मा विष्णु महेश त तीन जाने के हुन्? प्रणवाक्षर के मध्ये ये तीनों एका ओम हर हर। भन्नु न ओम हर 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 महादेव। ब्रह्मा जी, ऊ विष्णु जी, ब्रह्मा शंकर भगवान। ओम मा तीनै देवताको स्वरूप छ। त्यही भएर हामीले जुन शिवजीको आरती गर्छौं त्यो आरती तीनै देवताको आरती हो महाराज। एक बार प्रेमले भन्नु राधे राधे। कहिले मनमा चिन्तन गर्नु भइरहेको थियो यो शिवजीको मात्रै आरती होइन होला, तीनै देवताको आरती हो भनेर? हेर्नु त तर यहाँ त तीनै देवताको आरती मैले निकाले कि निकालिन? त भनिन्छ मनलाई बसमा राख्नको लागि हामीले के गर्नुपर्छ अरे? मनमा मन कन्ट्रोल कहिले हुन्छ? जब हाम्रो तृष्णा मेटिन्छ। मनले जे चाहन्छ त्यो होइन। मनले त के जान्छ? सधैँ पनिर खाऊँ, सधैँ एसी कुलरमा बसौँ, सधैँ टिभी हेरौँ, सधैँ मोबाइल चलाइराखौँ,
हैं? मनले त त्यही भन्छ राम्रो खाऊँ। अब मनको इच्छाले चलियो भने त हुँदैन। मन ही मिलावे राम से ओ मन ही करे फजी। गंगा स्नान गर्ने पुण्य तब प्राप्त हुन्छ जब हाम्रो मन पवित्र हुन्छ। केवल हर हर गंगे भन्नेमा तपाईले गंगाको फल प्राप्त गर्न पाउनुहुन्न। तपाईको मनदेखि नै पवित्र हुनु पर्यो महाराज। गंगाले त केवल शरीरलाई पवित्र पार्छिन्। यदि तपाईको मन पवित्र छैन भने गंगा माताले तपाईलाई पवित्र गर्न सक्नुहुन्न महाराज। तपाईको हृदय पवित्र हुनु पर्यो अनि मात्रै गंगा स्नानको पुण्य तपाईलाई प्राप्त हुन्छ। त मन कसरी कन्ट्रोल गर्ने भन्दा जितासनो जितश्वासो जितसंगो जितेन्द्रियः स्थूले भगवतो रूपे मनसंधारये धिया। पहिले एक आसनमा बस्ने प्रयास गर्नुहोस्। जितासनो आसनलाई जित्नु। हामी त बडा विचित्र, कहिले खुट्टो यता पार्यो, कहिले खुट्टो यता पार्यो, कहिले यसो गर्यो, कहिले उसो गर्यो। ल हेर्नु त हामी 5 घण्टा बस्छौँ, एक आसनमा बस्छौँ नि, हैन? जितासनो जितश्वास, श्वासलाई जित्नुपर्छ। श्वासलाई जित्ने, बिहान उठ्ने, बिहान उठेर स्नान गर्ने, प्राणायाम गर्ने, योग गर्ने। जति शरीरलाई तपाईले मेहनत दिनुहुन्छ नि त्यति शरीर स्वस्थ हुन्छ महाराज। शरीरलाई तपाईले आलसी गर्नुभयो भने शरीरमा रोग हुन्छन्। शरीरमा रोग भयो भने पहिलो सुख के हो जान्नुहुन्छ? धन कमाउने पहिलो सुख होइन। पहिलो सुख के हो? शास्त्रले भन्छ पहिला सुख निरोगी काया। पहिलो सुख के हो? निरोगी शरीर, कुनै रोग नहो। सुगर छ, किडनी फेल छ, लिभर ड्यामेज छ, क्यान्सर छ भने जति नै धन भए पनि के गर्ने? सुख त छैन। त पहिलो सुख के हो? निरोगी शरीर, यो सुख। दूसरा हो घर में माया। दूसरा सुख के हो? धन, घरमा धन हुनु दूसरो नंबर को सुख। 3 नंबर सुख के हो? तीसरा सुख कुलवती नारी, पत्नी राम्री होस्, सुशील होस्। कोही कोही बुढी महाराज यति हुन्छन्, हाँ पत्नी। पहिलो तीसरो नंबर सुख के हो? पत्नी सुन्दर हुनुपर्छ। सुन्दर भएर मात्रै हुँदैन, गुणवान पनि हुनुपर्छ। हामीले सानामा पढ्थ्यौं, रूपे की करे गुणे हे खंखार करे। त्यही भएर रूपले मात्रै हुँदैन, गुण पनि हुनुपर्छ। अनि चौथो सुख के अरे भने चौथो सुख हो पुत्र आज्ञाकारी। चौथो सुख के हो? छोरो आज्ञाकारी हुनु पर्यो महाराज। अब छोरो बाबुलाई टाउको हान्ने भयो भने त कहाँबाट सुख हुने? त्यही भएर पहिलो सुख के हो? निरोगी काया, शरीर स्वस्थ हुनु पर्यो। बिहानै उठ्नुपर्छ, बिहान उठेर स्नान गर्नुपर्छ। शास्त्रले भनेको छ कराग्रे बसते लक्ष्मी करमध्ये सरस्वती करमूले तु गोविंद प्रभाते करदर्शनम्। कराग्रे बसते लक्ष्मी, करको अग्रभागमा लक्ष्मीको वास हुन्छ अरे। कर मध्य सरस्वती, यहाँ कर मध्यमा यहाँ सरस्वतीको वास हुन्छ अरे। विद्याकी देवी यहाँ वास गर्छन्। कर मूले तु गोविंद, यो मणिबन्धमा गोविन्दको वास हुन्छ अरे। अनि बिहानै उठेर हामीले के गर्नुपर्छ? हात हेर्नुपर्छ। बिहानै उठेर के गर्नुपर्छ? यसो यसो गर्ने, हात हेर्ने। तर हामी उठ्छौँ कहिले? जब सूर्यदेव आउनुहुन्छ टाउकोमा। अनि बुढीलाई हामी के भन्छौँ? ए सुन्ती हो, एक कप चाय बनाऊ त। अनि उठ्नुपर्छ, अनि फ्रेस हुन्छ। कोही कोही मान्छेहरू चाय नपी फ्रेसै हुँदैन। अब चाय कहाँ? बिस्तरमा। आहा, चाय बिस्तरमा।
पहिला पहिला भनिन्थ्यो प्रभाते कर दर्शनम, आजकल के भनिन्छ मन्त्र उल्टा, प्रभाते चाय प्याला दर्शनम। बिहान बिहान चायको प्याला दर्शन गरिन्छ महाराज। भन्नु न राधे राधे। त्यही भएर हामीले भगवानको नाम स्मरण गर्नुपर्दछ महाराज, प्रभुको नाम स्मरण गर्नुपर्दछ। बोले सच्चिदानंद भगवान की जय हो। हे कृष्णा लगाई दो पारा, फेरि देख्नु न पर्यो संसार वृन्दावनेमा। तिरिरि मुरली मधुबनेमा। जय हो।
सबैजना बस्नुहोस्। बोले वृन्दावन बिहारी लालको प्रेमले भनिदिनु न राधे राधे। सबैजना बस्नु होला। र भगवानलाई पाउन छ भने हाम्रो मन पवित्र हुनुपर्छ अरे। अनि मन कहाँबाट पवित्र हुन्छ? यो मनमा त मैला भएको छ। शास्त्रले भन्छ, रामचरितमानसमा तुलसीदासजी महाराज भन्नुहुन्छ, निर्मल मन जन सो मोहि पावा, मोहि कपट छल छिद्रन भावा। भगवानलाई पाउन त निर्मल मन हुनु पर्यो, भोला हुनु पर्यो। भोला कस्तो हुनु पर्यो? भोला हुनुपर्छ, एकदम भलो हुनु पर्यो, निर्मल हुनु पर्यो। अनि मात्रै भगवान प्रसन्न हुनुहुन्छ। र हामीले जितासनो जितश्वासो जितसङ्गो जितेन्द्रिय, सङ्गलाई पनि जित्नुपर्छ। शराबीको सङ्ग गरियो भने शराब पिउन सिक्छ। हेर्नु है, जुवाडीको सङ्ग गर्यो भने एक्का दुक्का सिक्का सबै सिक्छ। जुवाडीको सङ्ग गर्यो भने जुवा खेल्न सिक्छ, होइन? पन्जा हो कि छक्का हो कि बादशाह हो कि गुलाम हो कि मिस्सी हो कि तिगडी हो कि, जुवाडीको सङ्ग गर्यो भने जुवा खेल्न सिक्छ। अनि शराबीको सङ्ग गर्दा शराब पिउन सिक्छ। तपाईँलाई थाहा छ, ट्रेनमा सबैभन्दा धेरै मित्र बनाउने को जान्नुहुन्छ? तपाईँ ट्रेनमा यात्रा गर्दै हुनुहुन्छ नि, जल्दी साथी बनिने को जान्नुहुन्छ? छिटै साथी बन्छ अरे हे क्या? अब तम्बाकू खाने मान्छेले मित्र धेरै बनाउँछन् अरे महाराज। अनि अब सङ्गको असर बहुत हुन्छ। जस्तो सङ्गत गर्नुहुन्छ त्यस्तै रङ्ग हुन्छ। जस्तो जल त निर्मल छ, जलमा जे कलर हाल्नुभयो त्यसले त्यही कलर पक्रिन्छ। त्यस्तै प्रकारले मान्छेले जस्तो सङ्गत गर्दछ त्यसले त्यस्तै रङ्गत पाउँदछ महाराज। त्यही भएर हाम्रो सङ्गमा राम्रो सङ्गत गर्नुहोस्। हेर्नु, ती माता पिता पुत्रको लागि शत्रु अरे। जुन माता पिताले आफ्नो सन्तानलाई सुन्दर शिक्षा दिनुहुन्न, सन्तानलाई 5 वर्षसम्म लालन पालन गर्नुपर्छ। लालयत पञ्चवर्षाणि, 10 वर्षसम्म ताडन गर्नुपर्छ। त्यो घरका सन्तान धेरै बिग्रिन्छन्। जुन घरमा एक्लो छोरो हुन्छ, अरे मेरै त हो तै खा, अब त छोरो बिग्रिन्छ। अधिक प्यार से बेटा बिग्रे, धेरै माया गरियो भने सन्तान बिग्रिन्छन्। हामी सोच्छौँ मोबाइलमा पढ्दैछ, उता छोरो मोबाइलमा के गर्दैछ ताछेन कहाँ पठाइरहेको छ महाराज। हेर्नु त बिग्रिन्छ। त्यही भएर माता पिताको दायित्व के हो भन्दा आफ्नो सन्तानलाई सुन्दर संस्कार दिनु, आफ्नो छोरालाई सुन्दर ज्ञान दिनु, यो माता पिताको कर्तव्य हो, यो माता पिताको दायित्व हो। आफ्नो सन्तानलाई सुन्दर संस्कार प्रदान गर्नुहोस्। तपाईले खाना दिन सक्नुहुन्न हुने आवश्यकता छैन। छोरालाई राम्रो कपडा लाउन दिन सक्नु भएको छैन, केही जरुरत छैन कि राम्रो कपडा लाउँदैमा राम्रो हुन्छ।
तर तपाईले आफ्नो सन्तानलाई यदि सुन्दर शिक्षा दिनुभएको छ भने, सुन्दर संस्कार दिनुभएको छ भने त्यो छोरो ठुलो भएर माता पिताको नामलाई रोशन गर्दछ महाराज। एउटा पुत्र हुन्छ, एउटा कुपुत्र हुन्छ। अब पुत्र बनाउने कि कुपुत्र बनाउने कि सुपुत्र बनाउने त्यो तपाईको हातमा छ महाराज। त्यही भएर सङ्गको धेरै असर हुन्छ। आकाशमा ताराहरू धेरै छन्, हजार ताराले पनि प्रकाश दिन सक्दैन, तर एउटा सुन्दर पुत्र भयो भने त्यसले कुललाई प्रकाश गर्दछ। एउटा चन्द्रमाले जस्तो प्रकारले आकाशमा चन्द्रमाले प्रकाशित गर्छन्, हजारौं तारा मिलेर पनि प्रकाश दिन सक्दैनन्, त्यस्तै प्रकारले एउटा सुन्दर पुत्र छ, धार्मिक पुत्र छ भने तपाईलाई कल्याण गर्दछ। 10 वटा कुपुत्र भए पनि ओहो हाम्रो छोरो मेरो छोरो त सबैभन्दा राम्रो, मेरो छोरो भन्दा राम्रो कोही छैन। बडा आफ्नो छोराले गरेको गल्तीमा टोक्न सिक्नुपर्छ। ए छोरा, यो चाहिँ राम्रो कर्म है, यो तैँले गरिस् यो नराम्रो। हेर्नु, एउटा छोरो मान्छे त्यसलाई आर्ट्स गर्न बडा आउँदो रहेछ, सुन्दर आर्ट्स गर्दो रहेछ त्यसले। मतलब मान्छेको चेहरा हेरेर उसले आर्ट गर्दथ्यो, आर्ट ड्राइङ। विश्वमा बडा नाम, विश्वमा त्यसको बडा चर्चा, त्यसको बहुत नाम भयो। अब त्यसले पिताजीलाई आएर देखायो, पिताजी हेर्नुहोस् मलाई यो मेडल मिलेको छ, मलाई यो पुरस्कार मिलेको छ। पिताजीले केही भेल्यु दियो। अब त्यो सन्तानको दिमागमा के गयो थाहा छ? मेरो पिता मेरो बाउ मसँग जल्छ, मेरो नाम भइरहेछ यति विश्वमा, मलाई चिन्दछन्, मेरो ड्राइङ यति प्रचार छ, मेरो ड्राइङको निलामी हुन्छ, तर मेरो बाउ मसँग जल्छ। फेरि आज देखायो, पिताजी मलाई हेर्नु अस्करबाट पुरस्कार मिल्यो, मलाई अमेरिकाबाट निम्तो आइरहेछ, हेर्नुहोस् यो पेपर आइरहेछ। बाउले भन्छ आउँदै गर्छ। छोरालाई बडा क्रोध भयो। छोराले भन्यो यो बाउले मेरो उन्नति हेर्न सक्दैन, मेरो प्रगति हेर्न सक्दैन, यसलाई त म मार्छु भनेर आज बन्दुक लिएर बाउलाई मार्न भनेर जान लाग्यो। छोरो बाउले तारिफ गर्दैनन् भनेर आज बाउलाई मार्न भनेर बन्दुक निकालो अनि बाउलाई मार्न भनेर गयो। बाउ आफ्नी पत्नीसँग कुरा गर्दैछ। बाउले भन्छ सुन, हाम्रो छोरो यति विख्यात छ नि, यति विख्यात छ नि, आज विश्वमा उसको नाम छ, आज अमेरिकामा पनि उसको नाम छ, तर म त बाउ हो नि। एउटा बाउको सदैव यो चिन्तन हुन्छ कि मेरो छोरो म भन्दा पनि अत्याधिक अगाडि बढोस् भन्ने कामना एउटा बाउले गर्दछ। र सुन बुढी, म मेरो छोरालाई म उसको छेउमा मुखमा कहिल्यै पनि उसको प्रशंसा गर्दिन, कहिल्यै पनि म मेरो छोराको तारिफ गर्दिन। हुन सक्छ उसलाई नराम्रो लाग्छ होला, तर म चाहन्छु मेरो छोरो अझै पनि अगाडि बढोस्, अझै ठुलो मान्छे होस् भन्ने कामना म गर्दछु। त्यही भएर म मेरो छोराको उसको छेउमा म बुराई गर्छु, उसको तारिफ गर्दिन। यो कुरा जब त्यो छोराले सुनो, उसको आँखाबाट त अश्रुपात हुन लाग्यो। अरे मैले त आफ्नो बाउलाई के सोचेको थिएँ, मेरो बाउ मसँग जल्छ भनेर सोचेको, तर मेरो बाउ त महाराज परम पवित्र आत्मा हुनुहुँदो रहेछ। प्रत्येक माता पिताको यो भाव हुन्छ कि मेरो छोरो हाम्रो भन्दा ठुलो नाम कमाओस्। बाउको नामले परिचित हुनुभन्दा छोराको नामले यदि पिता परिचित हुन्छ भने त्यो पिताको गर्व अझै धेरै ठुलो हुन्छ। बुझ्नुभयो? म फलानाको छोरो भनेर परिचय दिनुभन्दा फलानाका पिता उहाँ हुनुहुन्छ अरे भनेर परिचय हुँदा अझै ठुलो बाउलाई गर्व हुन्छ अरे महाराज। त्यही भएर माता पिताले कहिल्यै पनि आफ्नो सन्तानको अहित चाहँदैनन्, सदैव आफ्नो सन्तानको मङ्गल चाहन्छन्। तर माता पिताको पनि दायित्व हुन्छ आफ्नो सन्तानलाई सुन्दर शिक्षा दिनुपर्दछ, सुन्दर संस्कार दिनुपर्दछ। नभए त्यो छोरो बिग्रिएर शराबी हुन्छ, कबाडी हुन्छ,
अनि महाराज नशेडी हुन्छ, ड्रग्स लिन्छ, सिगरेट पिउन लाग्छ, बिडी पिउन लाग्छ, तम्बाकू खान लाग्छ, गुटखा खान लाग्छ, उसको सबै बर्बाद हुन्छ। त्यही भएर माता पिताको पहिलो दायित्व के हो? आफ्नो सन्तानलाई सुन्दर शिक्षा प्रदान गर्ने। कि माता शत्रु पिता वैरी येन बालो न पाठित सभा मध्ये न शोभन्ते अंशु मध्ये वको यथा। त संगतको बडा असर हुन्छ। हामीले संगलाई सुधार्नु पर्दछ महाराज, सुधार्नु पर्दछ। हेर्नुहोस्, सुखदेव भगवान भन्नुहुन्छ, हे परीक्षित, यो संसारमा सबैभन्दा पहिला केही थिएन, शून्य थियो। यो संसारमा पहिला केही पनि थिएन, शून्यले भरिएको यो संसार थियो। न त जल थियो, न थल थियो, न वृक्ष, न हवा, न पानी, न सूर्य, न चन्द्र, न पृथ्वी, न ग्रह नक्षत्र, केही पनि यो संसारमा थिएन। सबै शून्यले भरिएको थियो। अब शून्य भनेको आकाश, शून्य। अनि त्यहाँ भगवान परमात्माले त्यो शून्यमा जलको आविर्भाव गर्नुभयो। ध्यानले सुन्नु होला, जलको आविर्भाव गर्नुभयो र त्यो जलमा भगवान नारायणले निवास गर्नुभयो। विराट हुनुभयो भगवान। बोलो विराट भगवानको। संस्कृतमा नार भनिन्छ जललाई, र नारम अयनम नारायणम। नार जलमा जसको निवास छ त्यसलाई के भनिन्छ? नारायण भनिन्छ। भगवान नारायणको नाभि कमलमा ब्रह्माजी प्रकट हुनुभयो। कमल प्रकट भयो। अब ब्रह्माजीले विचार गर्नुभयो, मलाई कसले उत्पन्न गर्यो त? तलमाथि गर्न लाग्नुभयो। कहिले कमलको माथि, कहिले तल, कहिले कमलको डालीमा तलमाथि गर्न लाग्नुभयो, तलमाथि गर्न लाग्नुभयो। तर उत्पत्ति स्थल कहाँबाट हो ब्रह्माजीलाई थाहा भएन। हेर्नु है। अनि ब्रह्माजीले मनमा सोच्नुभयो, मलाई उत्पन्न गर्ने को मे तात, को मे जननी, को मे माता, मेरो पिताको, मेरो आमाको भनेर ब्रह्माजीले चिन्तन गर्न लाग्नुभयो। ब्रह्माजीको कानमा दुईटा शब्द गुन्जायमान भए, कादयो मावसाना स्पर्शा। 15वां वर्ण त, 21वां वर्ण प गर्नु त। 15वां वर्ण 16वां वर्ण जुन हो, क ख ग घ ङ च छ ज झ ञ ट ठ द ध न प। त प तप। 16वां 21वां प। त महाराज तपस्या गर भनेर ब्रह्माजीले सुन्नुभयो। अनि ब्रह्माजीले तप गर्न लाग्नुभयो। ब्रह्माजी तपस्या गर्न लाग्नुभयो। ब्रह्माजीले यति तपस्या गर्नुभयो भगवानको कि ब्रह्माजीको समीपमा भगवान नारायण प्रकट हुनुभयो। बोलो नारायण भगवानको। ब्रह्माजी काखल भगवान नारायणे प्रकट होई दर्शन दिले। आज ब्रह्माजीए भगवान नारायण प्रणाम करिले। अरे भगवान नारायणे ब्रह्माजी चतुश्लोकी भागवतर ज्ञान प्रदान करिले। ब्रह्माजी भगवान नारायणे चतुश्लोकी भागवतर ज्ञान प्रदान करिले। यही 4 श्लोकी भागवते है श्रीमद् भागवत महापुराण। ब्रह्माजी भगवान नारायणे सारी श्लोक ज्ञान प्रदान करिले। हे सारीटा श्लोक टुकी, अहमेवा समेवाग्रे नान्यद् यत् सदसत्परं पश्चादहं यदेतच्च यो वसिष्ठे तसोऽस्म्यहम्। भगवाने ब्रह्माजी कहे, মই আগতো মই আছিলো, সৃষ্টিৰ আগতো মই আছিলো, সৃষ্টিৰ সময়তো মই আছো, আৰু সৃষ্টিৰ যেতিয়া বিনাশ হ'ব তেতিয়াও মই থাকিম। যেনেকৈ আপুনি খুনৰ
গহনা বনালে, আপুনি সোণৰ কাণফুলি বনালে, আপুনি সোণৰ নেকলেছ বনালে, আপুনি সোণৰ চুৰি বনালে, কংগন বনালে, সকলো বনালে, কিন্তু তাৰ নামটো পৃথক পৃথক হৈ গ'ল। সেই সোণৰ বস্তু, কিন্তু কাণফুলিক আমি কি কওঁ? এইটো খুন নহয়, কি কাণফুলি। নাকৰ খুন থাকে, কিন্তু সেইটো নাকফুলি। ডিঙিত আমাৰ চেন থাকে, তাৰ নাম খুন নহয়, কি চেন, নেকলেছ। মংগলসূত্ৰ আপুনি মন কৰি চব তৰি দিওঁ, উখলি ঢালি পিটিব ধৰিলে, সেই মংগলসূত্ৰটো তাত ঢালিলে, কাণৰটো তাতে ঢালিলে, নাকৰটো তাতে ঢালিলে, সেই মিহি হোৱাৰ পাছত সেইটো কি বাছিল? খুন বাছিল। তেনেকৈয়ে নিৰ্মাণৰ আগতো ব্ৰহ্ম আছে, নিৰ্মাণৰ পাছতো ব্ৰহ্ম আছে, আৰু নিৰ্মাণৰ বিনাশ হোৱাৰ পাছতো ব্ৰহ্ম থাকিব। সেই পৰমাত্মাটো ভগৱান নাৰায়ণ, সৃষ্টিৰ আগতো ভগৱান আছে। যেনেকৈ আমি মাটিৰ বৰ্তন বনাওঁ, মাটিৰ আমি গিলাচ বনাওঁ, মাটিৰ আমি বাটি বনাওঁ, কিন্তু তত্ত্বটো কি? নাম বেলেগ। এইটো কি? এইটো বাটি, এইটো থালি, এইটো গিলাচ, এইটো লোটা। আমি নাম বেলেগ বেলেগ কওঁতেও তথাপিও তত্ত্বটো কি? মাটি। ঠিক তেনেকৈয়ে মই কিশোৰ, তেওঁ দেৱীৰাজ, তেওঁ দিদি, তেওঁ ভাই, তেওঁ নীতিশ, কিন্তু নাম বেলেগ বেলেগ হলেও যি আত্মতত্ত্ব ভিতৰত আছে সেইটোতো পৰব্ৰহ্মৰ হয়। সেই পৰব্ৰহ্ম আমাৰ শৰীৰত নাথাকিলে, সেই পৰব্ৰহ্মটো আমাৰ শৰীৰৰ পৰা ওলাই গলে সেইটোতো মুৰ্দা হৈ থাকে, নাথাকে নেকি? সেইটো ডেড বডি হৈ যায়। সেইকাৰণে সেই পৰব্ৰহ্মক কোনোবাই ভগৱান কয়, কোনোবাই আল্লাহ কয়, কোনোবাই গড কয়, কোনোবাই ৱাইগুৰু কয়। তত্ত্বটো এইটোৱে, কিন্তু নামটো বেলেগ বেলেগ হয়। মহাৰাজ ক্ষীৰতে থাপিলো শংকৰ ক্ষীৰমণি, কণ্ঠতে থাপিলো না বিচাৰো ক্ষীৰতে থাপিলো শংকৰ ক্ষীৰমণি, এতিয়াই বিচাৰো
ভাঙনাতে খঙ্কর কীর্তনতে খঙ্কর হাজারি ঘুঘারে লুপ্ত হৰি নামৰ নিজৰা কলি খংকৰে আনে বৈকুণ্ঠ শ্ৰৱণ কীৰ্তন কৰা বলি ধৰি You
सबैजना पछि जोगीबाट पनि जोडे हात माथि पार्ने हरि राम बोलिए लक्ष्मीनारायण।